कता हो दाइ? हेलो कता हो? ए हरिपुरतिर हो। के गर्दै हो? ए यसो घुम्न आएको हो। परबाट गाडी जान्छ तर अहिले जहिले दिँदैन। यो चाहिँ के लभ डाँडा हो क्या अहिले हामी यहाँ चाहिँ? यो यो त गुम्बाको पार्क भन्छ। ए व्हाइट गुम्बाको पार्क भने यही हो। तर फोहोर रहेको छ यार, काठमाडौँतिर यस्तो फोहोर छैन है। हेर्नु न, बाटो यस्तो बाटो चाहिँ अहिले व्हाइट गुम्बाको डाँडामा छौँ। यो बाटो चाहिँ बब्बाले साथीहरू, अहिले हामी यो व्हाइट गुम्बामा डाँडामा आछौँ है। यहाँबाट चाहिँ यस्तो दामी सबै काठमाडौँ हिँड्दा यो काठमाडौँ देख्दो रहेछ दाइले। कहाँ रे यो डाँडा हो? यहाँ जाने ठाउँ कहाँबाट हो त? नागार्जुन पर ज्ञानेन्द्र राजाकोबाट जान्छ नि त। के छ दाइ त्यहाँ चाहिँ? त्यहाँ मन्दिर ठुलो मन्दिर छ स्वयम्भू जस्तो। ए पिच बाटै हो परबाट गाडी जान्छ तर अहिले जहिले दिँदैन। यो चाहिँ के लभ डाँडा हो क्या अहिले हामी यहाँ चाहिँ? यो यो त गुम्बाको पार्क भन्छ। ए व्हाइट गुम्बाको पार्क भने यही हो। तर फोहोर रहेको छ यार, काठमाडौँतिर यस्तो फोहोर छैन है। हेर्नु न, बाटो यस्तो बाटो चाहिँ अहिले व्हाइट गुम्बाको डाँडामा छौँ। यो बाटो चाहिँ बब्बाले रहेछ है। त्यहाँ गएर बस्नुपर्ने हो। त्यहाँ जान दिन्छ? जाउँ नि त, त्यहीँ जाउँ नि त। ल अहिले चाहिँ हामी टक्क दाजुभाइ डाँडातिर घुम्न आएको छौँ। हल्ला हुल्ली होटेलहरू पनि बवाल बवाल रहेछ। त महँगो महँगो होटेल होला है? दामी दामी होटेल रहेछ। यी डाँडामा छौँ। सधैँ घरमा कति बस्नु भनेर रिसोर्ट छ यहाँ। यस्तो हेर्नु न, यस्तो ठाउँमा जग्गा प्लानिङ रहेछ हेर्नु न। अनि सिद्धेन कुरा। अब हामी यता आएको थियौँ, कस्तो रमाइलो ठाउँ छ। यहाँबाट चाहिँ होल काठमाडौँ देख्ने। सबै काठमाडौँ होइन त? आमा यो सबै कस्तो फोहोर हेर्नु नि। यहाँ धराला चाहिँ कतापट्टि हो दाइ? ठ्याक्कै यो गुम्बाले छेक्यो। यो गुम्बाले, यो स्वयम्भू गुम्बा है? यो होइन है? यो कस्तो फोहोर देखाएन नि। घर कति रहेछ त यार काठमाडौँमा? आमा यार सबभन्दा ठुलो बिल्डिङ भने त्यही है। आर्मी कलेज पनि राम्रो रहेछ त है? लामो ठुलो छ नि। ल अब हामी उतातिर जान्छौँ। यसपालि तिहार अगाडि आएर होला, जता पनि फुलै फुल छ है दाइ? हेर्नु न, उता त बारी भरिरहेछ यार फुल यार। अहिले सस्तो पनि पाउँछ होला यता त है? पछि त सबै उहाँ हेर्नु न जङ्गलको उहाँ हेर जङ्गल छेउमा त्यो नलगाएर त राख्यो होला नि होइन? त्यो आयो भने त सस्तैमा दिन्छ होला है यो फुलहरू। त्यही भन्ने हल्ला छ। अब यो चाहिँ व्हाइट गुम्बा रहेछ साथीहरू। अब हामी टक्का छौँ। अब चिया चिया खानुपर्छ। जाडो छ, जाडो हो। यो बेलुका त जाडो हुन्छ होला यहाँ? हुन्छ नि। अहिले त यस्तो चिसो छ एउटा बस्ने ठाउँै हुँदैन है। त्यस्तो के गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने हो त जाडामा त यार? यहाँ हेर त फुल खेरा गएको। आमामा हेर। अब हामी निस्किन्छौँ है त टक्क लाएर। उहाँ पनि पुरै त्यो रातो फुल हो क्या हो है? आमा हेर, अघि गएको ठाउँ हामी त्यही गएको हो हामी? अघि गएको भए हामी हेर्नु बाटो छैन यताबाट फुत्तै निक्लिन्छ। ए ल यस्तो ठाउँ रहेछ यो। के यो रातो फुल हो यो है? हेर्नु त यो रातो फुलहरू है। ओहो ल अब हामी फर्किन्छौँ है। अलि तल जान्छौँ हामी। यहाँ एकदम डाँडा छ, यस्तो हरियाली छ। हजुर ल यहाँबाट चाहिँ पर हिमाल पनि सब देखिँदो रहेछ यार। के हिमाल हो दाइ यो है? ए गणेश हिमाल पनि देख्दो रहेछ यार यहाँबाट त। है अरू हिमाल चाहिँ नदेख्ने है? यो डाँडामा गयो भने चाहिँ देखिन्छ होला अरू हिमाल है? यसले छेक्यो क्या धेरै जस्तो। ल अब हामी अर्को ठाउँ जान्छौँ है त साथीहरू। ल कता हो दाइ? हेलो कता हो? ए हरिपुरतिर हो। के गर्दै हो? ए यसो घुम्न आएको। ल है साथीहरू, अहिले हामी यो व्हाइट गुम्बामा डाँडामा आछौँ है। यहाँबाट चाहिँ यस्तो दामी सबै काठमाडौँ हिँड्दा यो काठमाडौँ देख्दो रहेछ दाइले। कहाँ रे यो डाँडा हो? यहाँ जाने ठाउँ कहाँबाट हो त? नागार्जुन पर ज्ञानेन्द्र राजाकोबाट जान्छ नि त। के छ दाइ त्यहाँ चाहिँ? त्यहाँ मन्दिर ठुलो मन्दिर छ स्वयम्भू जस्तो। ए पिच बाटै हो परबाट गाडी जान्छ तर अहिले जहिले दिँदैन। यो चाहिँ के लभ डाँडा हो क्या अहिले हामी यहाँ चाहिँ? यो यो त गुम्बाको पार्क भन्छ। ए व्हाइट गुम्बाको पार्क भने यही हो। तर फोहोर रहेको छ यार, काठमाडौँतिर यस्तो फोहोर छैन है। हेर्नु न, बाटो यस्तो बाटो चाहिँ अहिले व्हाइट गुम्बाको डाँडामा छौँ।
यो बाटो चाहिँ बब्बाले रहेछ है। हामीले भिडियो बनाउनु त्यहाँ गएर बस्नुपर्ने हो। त्यहाँ जानिदिन्छ ल यहीँबाट जान्छ। जाउँ त त्यहीँ जाउँ नि त। ल अहिले चाहिँ हामी टक्क दाजुभाइ डाँडातिर घुम्न आएको छौँ। हल्ला हुल्ली होटेलहरू पनि बवाल बवाल रहेछ त महँगो महँगो होटेल होला है। दामी दामी होटेलहरू छ यी डाँडामा छौँ। सधैँ घरमा कति बस्नु भनेर रिसोर्टै रिसोर्ट छ यहाँ यस्तो हेर्नु न यस्तो ठाउँमा जग्गा प्लानिङ रहेछ हेर्नु न। अनि सिद्धेन कुरा। ल अब हामी यता आएको थियौँ कस्तो रमाइलो ठाउँ छ यहाँबाट चाहिँ होल काठमाडौँ देख्ने सबै काठमाडौँ होइन त। सबै 27 रुपियाँ। आमा यो सबै कस्तो फोहोर हेर्नु नि यहाँ धराला चाहिँ कतापट्टि हो दाइ? धरहरा उयो ठ्याक्कै उयो यो गुम्बाले छेक्यो। यो गुम्बाले यो स्वयम्भू गुम्बा है यो होइन है? यो ल कस्तो फोहोर देखाएन नि है। घर कति रहेछ त काठमाडौँमा आमा यार है। सबभन्दा ठुलो बिल्डिङ भनेको त्यही है। आर्मी कलेज पनि राम्रो रहेछ त है। लामो ठुलो छ नि। ल अब हामी उतातिर जान्छौँ। यसपालि यो तिहार अगाडि आएर होला जता पनि फुलै फुल छ है दाइ। हेर न उता त बारी भरिरहेको छ यार फुल यार। अहिले सस्तो पनि पाउँछ होला यता त है। पछि त सबै हैन वहाँ हेर न जङ्गलको छेउछाउ। वहाँ हेर जङ्गल छेउमा त्यो नलगाएर त राख्यो होला नि होइन? त्यो आयो भने त सस्तैमा दिन्छ होला है यो फुलहरू। त्यही भन्ने हल्ला छ। यो चाहिँ व्हाइट गुम्बा रहेछ साथीहरू। अब हामी टक्का छौँ। अब चिया सिया खानुपर्छ। जाडो छ जाडो हो यो बेलुका त जाडो हुन्छ होला यहाँ हुन्छ नि। अहिले त यस्तो चिसो छ एउटा बस्ने ठाउँै हुँदैन है। त्यस्तो के गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने हो त जाडामा त यहाँ हेर त फुल खेर गएको आमा हेर। अब हामी निस्किन्छौँ है त टक्क लाएर उहाँ पनि पुरै त्यो रातो फुल हो क्या हो है। आमा हेर अघि आएको ठाउँ हामी त्यही गएको हामी अघि गएको भए हामी हेर्नु त्यो बाटो छैन यताबाट फुच्च निक्लिन्छ। ए ल यस्तो ठाउँ रहेछ यो के यो रातो फुल हो यो हेर्नु त यो रातो फुलहरू है। ओहो ल अब हामी फर्किन्छौँ है। अलिक तल जान्छौँ हामी यहाँ एकदम डाँडा छ यस्तो हरियाली छ हजुर। ल यहाँबाट चाहिँ पर हिमाल पनि सब देखिँदो रहेछ यार। के हिमाल हो दाइ यो है? ए गणेश हिमाल पनि देख्दो रहेछ अरे यहाँबाट त है। अरू हिमाल चाहिँ नदेख्ने है। यो डाँडामा गयो भने चाहिँ देखिन्छ होला अरू हिमाल है। यसले छेक्यो क्या धेरै जस्तो यसले छेक्यो क्या धेरै जस्तो। ल अब हामी अर्को ठाउँ जान्छौँ है त साथीहरू। ल कता हो दाइ? हेलो कता हो? ए हैदपुरतिर हो। के गर्दै हो? ए यसो घुम्न आएको।